को ठुलो मूर्ति बनाउनु भएको छ हजुर हैन हजुर यो के को लागि बनाउनु भएको थियो यसको विशेषता के हो थोरै भनिदिनुहुन्छ हजुर यहाँको स्थानीय हुनुहुन्छ हजुर हजुर हैन, अनि यो के को लागि भने तपाईँको अब हजुर। काग पहिलो सानो काग हरायो हजुर अघि नै भनिहाल्यो अँ, तपाईँले भन्नुभयो, सङ्कलन गरेर थोरै बनाएको अर्डर दियो उहाँ पाटनको स्टललाई दिएछ अर्डर बनाउनलाई अनि बनाइसकेर अनि 2 वर्ष अगाडि नै अर्डर दिएको कुरा यसको वास्तविक महत्त्व चाहिँ महत्त्व हजुर महत्त्व हजुरको त्यो कागेश्वरीको थापना हो यो कागजसरी त्यो सल्लाहगारी जङ्गल गहिरोमा परेको त्यहाँ मन्दिर हजुर रमाइलो त रमाइलो पहिलादेखि त होइन यहाँ भयो उचाइमा राख्यो भने अँ। धेरै मान्छे घुम्न पनि हुन्छ भनेर बना वास्तवमा बनाउनु भएको चाहिँ किन त भन्ने कुरा आउँछ भाइले नि भन्नुभयो त्यही प्रश्न प्लस गरे हजुरलाई कागेश्वरी मन्दिर रहनुको कारण चाहिँ के हो भन्नु खोजेको कागेश्वरी मन्दिर रहनुको कारण हजुर कागेश्वरी त्यो मन्दिर त कसरी अब उत्पादन हाम्रो भयो नि बाजे बाबुले भन्नुभएको होइन मैले नि के थाहा र हामी पनि पछि जन्मिया मान्छे हो होइन अब मैले बालाई सोधेको यो मन्दिर उत्पादन हो कति वर्ष भयो के कागेश्वरी कागेश्वरी भन्छ हो के हो यो भनेर कि अब के हुनु बाबु अब पहिले त अब लैनो भैँसी गाई भैँसी पाल्ने पहिलाको मान्छेहरूले सबै जनावरले होइन यहाँ सुन्दरजल पारी वारिपट्टि त्यो ढकाल गाउँ भन्ने बाजेको गाउँ थियो बाहुन बाजेको गाउँ होइन त्यहाँ अब भैँसी लिएर दुध पकाएर उजालो राख्यो अब तार त बाक्लो हुन्छ नि सेलाएपछि हजुर अनि त्यो तार त लाँदो रहेछ अरे केले लाँदा केले 1 दिन 2 दिन 3 दिनसम्म लगिरहेको छ अरे देखेको छैन त्यो बाहुन बाजेले अनि अब केले लान्छ त यो दुधको तार अब यो अचम्म लाग्यो ल अब भोलि बिहान चाहिँ म चाँडै म ड्युटी गर्छु अब तिमीहरू आफ्नो काममा जाऊ भनेर घरबेटी बाजे उठेर बस्यो अनि भात खाने भन्दै पछि भात खाइसकेर अनि त्यहाँबाट 11 बजे 11:30 पौने 12 बजीतिर अनि काग आएर खत्त पसेर के ढोका खोलाइदियो अरे अनि कागको पस्यो त घरभित्र त भनेर यसो हेर्नु जानु पऱ्यो त बाहुन बाजे जाँदाखेरि अब सबै मुख भरे तार गुडमुनेर हालिरहेको कागले लगेको कागले मुखमा हालिराखे अनि यसले बाटो छोडिदिनु पऱ्यो भनेर अनि बाहुन बाजेले बाटो छोड्यो अनि फुत्त निस्केर आएर घुम्दै घुम्दै आएर ल म कहाँसम्म देख्दो रहेछ हेर्छु घुम्दै घुम्दै आएर त्यो सल्लाहगारी जङ्गलको गहिरोमा पसेर ए अघि ठ्याक्कै थोरै जोड्नु भएको थियो 72 सालको भूकम्पसँग जोड्नु भएको थियो नि त्यो कुरा थोरै स्पष्ट पार्दैन यसको त्यो नै पछिको कुरा यो अगाडिको चाहिँ त्यसो गरेर सकेपछि देखेपछि बाहुन बाजे आउनु पऱ्यो अब भिड त्यो बेला भिड थिएर होइन हजुर एउटा के को लहरा भेटेर लहरमा झुन्डेर अनि माथि चढेर भिडमा अनि माथिबाट अलिकति यत्रो सानो समय रहेछ अरे हजुर यत्रो रहेछ अरे अनि त्यहाँ लगेर चढाएर रहेछ कि टाउकोमा महादेवको हजुर ओहो यहाँ त कागेश्वरी के अरे कागले त महादेवले पनि चढाएर रहेछ दुधको तर त यहाँनिर भनेर अब भोलि बिहान सरकारले भन्नु जान्छु भनेर हजुर भोलिपल्ट बिहान गएर सरकारलाई भनेर अनि पुलिस आर्मीहरू आएर ब्लास्टिङ लगाएर बनाएको रे त्यो मन्दिर अनि त्यही भएर त्यहाँदेखि कागेश्वरी मन्दिर महादेव भनेको 72 सालमा जुन अघि भूकम्प जाँदा पछाडिको चाहिँ जुन एउटा काग थियो अनि त्यो हरा अघि मलाई अनौपचारिक रूपमा भन्नुभयो हजुरले त्यो कुरालाई थोरै स्पष्ट पार्दैन अनि 71 सालसम्म छ काग है हजुर मन्दिरमा चट्ट राखेर सबैले देखिरहेको हजुर हजुर त्यही त अनि 72 सालमा त भुइँचालो आयो हजुर भुइँचालो आएपछि अब कसले लुगायो बेचेर खाइ के गर्यो अनि त्यही सालमा सबैजनाले अब काग नदेखेपछि यो के को जात हो कागेश्वरी मन्दिर भन्छ कागै छैन भनेर भन्यो कि सबैले सुनेपछि त अब अलिक नमजा नै भयो नि गाउँलेलाई अब त्यो चाहिँ के त्यो फलामको थियो कि पित्तलको थियो पित्तलको हजुर उहिले जमाना चाहिँ अघि दुधको तर्को कुरो गर्दा त्यो बेला चाहिँ ओरिजिनल सुनगोई पुजारी बाजेले बेचेर चाहिँ नि पछिबाट अनि पित्तलको बनाएको थियो अरे त्यस्तै जत्रो काग उत्रे अनि भूकम्प जाँदाखेरि त्यो हराए पछाडि अब चाहिँ कागेश्वरी मन्दिर भन्ने त्यो मन्दिरमा काग छैन भनेपछि अब केही न केही हामीले चाहिँ स्थानीयले चाहिँ एउटा त्यो स्थापना गर्नुपर्छ एउटा सम्झना स्वरूप राख्नुपर्छ भनेर यो गर्नुभयो हजुर अनि मैले नि सोधेँ बाउलाई सोधेको बाजेले नि सोधेँ है अब हामीले पनि के थाहा र यो कति वर्ष चाहिँ भयो भने 300-400 वर्ष भइसक्यो बाबु भन्नुभयो हामीले पनि के थाहा र उहाँहरूले भनेर पो त अनि अहिले जस अहिले 72 साल पछाडि यो स्ट्याचु अथवा मूर्ति बनेको कागको होइन यो भनेको एसियाकै अब ठुलो
काग भनेर भनिँदो रहेछ मैले पनि अहिले बुझ्दाखेरि होइन? सबैभन्दा ठुलो यो यही हो। स्याको ठुलै कि रहेछ। विश्वको भाइ हो? हजुर विश्वकै ठुलो हो कि विश्वको ठुलो हो तपाईँको फेरि अथवा एसियाको चाहिँ भने अब हाम्रो साउथ एसियामा ठुलो भनौँ अब कागलाई त्यसरी लिन्छ होइन? हजुरहरू जस्तै मानिसहरूले धेरैले सोध्नुभएको छ यो के को त सिमन्डी हो कि फलाम हो कि भन्नुहुन्छ होइन हजुर यो सिमन्डी फलाम पनि होइन सिल्भर पनि होइन यो अस्ता धातु भन्दो रहेछ हजुर तामा पित्तल सुन चाँदी डलट ए हजुर हजुर त्यसरी बनाउनु बलियोमा चाहिँ एकदम बलियो छ यो वास्तवमा बुवा हजुरलाई मैले एउटा कुरा सोधेँ जुन कागले एउटा चेप्या छ नि यो चाहिँ के को प्रतीक हो उसले चेपेको चिज चाहिँ? यो चिठी चिठी भनेको खबरदारीको रूपमा कुनै बेला खबरदारी हो चिठी हजुर, अघि नै भन्नुभयो नि तपाईँले यो अब चिठी हजुर ओहोर गर्ने यो यमराजको सेनारे काग हजुर त्यही भएर उसको तिहार पहिला उसकै हो अँ, अनि फेरि हाम्रो अहिले पो ढलान बनेको उज्यालो आएर अब सहर बजार पहिल्यै छ हजुर होइन घर वरिपरि अब टाइल जस्तो ठाउँमा आएर बिहान आएर काग काग भन्ने करायो भने हजुर ल यो कागले अब के सञ्चार ल्यायो होला, समाचार ल्यायो राम्रो ल्यायो कि नराम्रो ल्यायो हामी बुझ्दैनौँ के भने अब यो 81 कराउँछ अँ, भन्ने चाहिँ यसो बारे हो हस् थ्याङ्क यू बुवा अनि एकदम राम्रो खुसी लाग्यो होइन बुझ्नु पर्यो यो देख्दाखेरि वा यसको यो अनि यहाँनिर यो कागको यस्तो यो जुन जुन यो यसको विशेषता विषयमा चाहिँ त्यहाँनिर जुन एउटा लेखिदिनु पर्ने कुराहरू छ नि आर्टिकल चाहिँ लेखिदिनु त्यो पर्थ्यो लेखिदिनु पर्ने धेरै सोध्नु भएको छ त्यो लेखेनन् त्यो चाहिँ यो चाहिँ तपाईँहरू तपाईँ त यहीँको बासिन्दा हुनुहुन्छ होला यही गाउँको यहीँको हुनुहुन्छ भने एकपटक चाहिँ अझै पनि यो बिग्रिया छैन फेरि लेखेर टक्क कागको विस्तृतता राखिदिँदाखेरि हजुरले पनि यहाँको बासिन्दा भएको हिसाबले धेरैले कल गरिदिनु भयो भने यहाँको वडाध्यक्ष अथवा पालिका सँगै यो चाहिँ एउटा राखिदिनु पर्यो मान्छेको डिमान्ड आयो यो के हो सोधीखोजी भयो त्यो चाहिँ हामीले स्पष्ट राखिदिनु पर्यो कागको बारेमा हजुर एउटा कति अभिभावक बनेको? भएको हिसाबले चाहिँ त्यतिसम्म चाहिँ कुरा पुर्याइदिनु होला भनेको यो मैले चाहिँ हाम्रो अनुरोध हो। यो घुम्न आउने मानिसहरूले उहाँहरू त बुझिया मान्छे हुन्छ त हजुर यहाँ केही पनि लेखाएर चाहिँ के गरे यो कति सालमा बनेको यति सालमा बनेको भन्ने थाहा पनि छैन होइन अँ। अनि सहिद पारा भन्छ मान्छे मर्नेको पनि फोटो छैन जिउँदो पनि फोटो छ के को साथ पर्यो यो त काग डाँडा भन्छ यति चाहिँ हजुरले एउटा यहाँको अभिभावक भएको हिसाबले अब मेरो बुवासम्मको व्यक्ति भएको हिसाबले त्यति चाहिँ गाउँपालिका वडा अध्यक्ष हजुर। लगायत अब सम्बन्धित निकायमा अँ। हजुरको चाहिँ यति चाहिँ पहल होस् यो चाहिँ हाम्रो सार्वजनिक हिसाबमा चाहिँ हाम्रो माग हो यो चाहिँ सबैलाई हामी अनुरोध पनि गर्छौँ हामीले यहाँको सोधिरहनु समुदायले नपरोस्, त्यति चाहिँ सबैले बुझ्न पाओस्। विशेषताहरू राखिदिनुहोस् किनभने हरेक पर्यटक आउँछ विद्यार्थी आउँछ हरेक सिक्न चाहने मान्छे आउँछ यसको विशेषता के हो त भन्ने कुरा हरेक व्यक्तिले चाहिँ यो विषयमा जान्न चाहोस् बुझ्न पाओस् त्यहाँ लेखिरहेको छ भने बुझिहाल्छ बुझ्छ नपढाइ मान्छे को छ र अहिले हो त्यही भएर त्योभन्दा अलिकति अब यति चाहिँ हजुरले पनि पहल गरिदिनु होला हाम्रो पनि जोरदार माग हो कि यो पर्यटकीय स्थल भइसकेर छ आज फर्स्ट टाइम आइयो तर फर्स्ट टाइम आउँदाखेरि हामीले कमजोरी देखेको त्यति हो चाहिँ त्यो हामीले चाहिँ अनुरोध गरेको यहाँ समक्ष भनेको होइन, सबै कुरो राख्छु भनेको छ राख्दा कुराले त चाहिँ सम्झिदिनु कामले चाहिँ छैन थ्याङ्क यू वा त्यो तल जुन मन्दिरमा काग राख्छ नि हजुर त्यो काग चाहिँ कहिले राख्छ कहिले निकाल्छ अहिले त त्यहाँ रेगुलर रहेछ मन्दिरमा काग अघि भन्नुभएको त्यो पछि बनाएको त्यो पोखरीको बिचमा पिलर उठाएर राखेको तपाईँ यो 250 केजी यो 2000 केजी त्यो त हो योभन्दा त्यहाँ अर्को काग पनि राख्छ नि त एउटा कुन बेला राख्छ त्यो त सानो थियो कि मन्दिरमै राख्ने त्यही विपद त पाऱ्यो भने त्यही भएर त अनि यो ठुल्ठुलो बनाएर अहिले तल